to my channel Rich Life once again. फेरि धेरै वर्षपछि फेरि लाइक आएँ म चाहिँ एउटा भ्लग हुन्छ अनि गायब हुन्छु। आज चाहिँ हामी जाँदैछौँ दिल्ली विथ माई ब्रदर। निन्द्रा लगाइसक्यो, मलाई निन्द्रा लगाइसक्यो कज ट्राफिक जाम भयो अरे, एयर ट्राफिक। अनि हामी चाहिँ कुद्दा कस्तो निन्द्रा लागिसक्यो। अब दिल्ली पुगेपछि विल ह्याभ फन। तपाईँलाई पनि देखाउँछु हामी के गर्यो के गरेन भनेर। ओके स्टे ट्युन। हेलो, अब चाहिँ यो दिल्ली एयरपोर्ट ल्यान्ड गरिसकेछु। एन्ड गेस व्हाट आई बट डियोरको फाउन्डेसन। मङ्गोमाला मेरो लाइफको सबसे फर्स्ट हाई एन्ड प्रडक्ट यही हो। सो आइ एम रियली भेरी ह्याप्पी। अब हामी जाँदैछौँ होटेलतर्फ। क्याब पनि बुक गरिसक्यो। अब हामी जाँदैछौँ होटेलतर्फ। यहाँको चाहिँ वेदर कस्तो फगी टाइपको देख्दो रहेछ। कस्तो ढुममा पानी पर्ला जस्तो। म त अँध्यारो भएको के भएको भनेर थाहै नभएको। सो यु क्यान सी कस्तो क्यामेरामा त राम्रो देख्दैन होला, तर कस्तो हुन्छ नि फगी ढुम्मवाला। तर जाडो चाहिँ छैन रहेछ, गर्मी छ अहिले पनि। बेलुका भयो पनि 5 बज्न लाग्यो, बट स्टिल गर्मी छ। नेट चालू नहीं है ब्रो। हाँ, नेट ही चालू हो रहा है। 300 का डाला था 1 मंथ का। मतलब वैसे रिचार्ज करा था, मतलब कि भोक लागेर चाहिँ हामी फर्स्ट समोसा हन्टिङ। आज दिल्लीको फर्स्ट के भन्छ खानेकुरा त्यो हो समोसा। यहाँ आइसकेको छ मोमो होइन, यहाँ त के भन्छ मोमोज विथ मेयोनिज। यो चाहिँ भेज मोमो हो। प्रायः चाहिँ यहाँ भेज नै पाउँछ। लाइक यो चाहिँ भेज नै हो। यो चाहिँ हाम्रो लोहारे ठाउँ चाहिँ मेरो फेभरेट खाने ठाउँ हो। एकदम अफोर्डेबल अनि मिठो पनि छ। सो कति 1 इयर पछि फेरि खाँदैछु मोमोज। सेम टेस्ट, यस्तै मिठो छ। यहाँ चाहिँ तनाववाला सिचुएसन भइसक्यो। एउटा चाउमिन मगाएको थियो अनि चाउमिनको क्वान्टिटी यति धेरै छ कि यहाँ क्यामेरामा राम्रो धेरै देखाएको छैन होला है। 4 जनालाई खान पुग्नेवाला चाउमिनको क्वान्टिटी छ। अब थाहा छैन, यसको पनि पेट भरिसक्यो, मेरो पनि पेट लगभग भरि नै सक्यो। अब यसलाई खतम गर्नुपर्ने टास्क छ। कसरी सकिन्छ। रोनित, क्यान यु फिनिस दिस? सक्छ? यो सघाउनु सक्छस्? ल यो सघायो भने तँलाई 500 दिन्छु। आइसी 500। ल लेट्स सी 500लाई यसले यो सघाउनु सक्छ। म हेल्प गर्छु होइन, तर स्टिल हुन्छ। डिल डन भने म हार माने है। खाना खाना खराब भइसक्यो, गाह्रो भइसक्यो खाना खाना। यसले गिभअप गरिसक्यो। म चाहिँ हेर्दा बोल्छु भिजाइरहेको छु। पैसा तिरिसकेकोले माया लाग्यो फाल्नलाई पनि। अनि अब जति सक्छ त्यति मात्रै खान्छु, अलिअलि भेट्नु। त्यसपछि चाहिँ म पुरा गिभअप गर्ने भएको छु। अब म चाहिँ सक्दिनँ। तलब टी भन्ने चाहिँ मेरो एकदम फेभरेट चिया खाने ठाउँ हो। एन्ड चिया ल्याइदिनु भयो बाबु। लि त 2टा चिया। यहाँको चिया चाहिँ यस्तो सलिड छ। यो चाहिँ मेरो फेभरेट हो। म जहिले पनि यहाँ आउँदाखेरि चाहिँ यो चिया चाहिँ खान्छु। एउटाले कहिले पुग्दैन, हामी चाहिँ खाएको खाइ हुन्छ। सो वी आर इन्जोइङ। अब म चाहिँ यहाँ के खाँदैछु भनेर चियासँग मोतीचुरवाला ओल्ड स्विट्सको लड्डु। यो चाहिँ मेरो फेभरेट हो। अघि नै मैले खान्छु भनेर सोचिरहेको थिएँ, चिया एन्ड लड्डु टुगेदर। अनि पेटमा अघि ठाउँ खाली थिएन, तैँले पनि जसरी पचायो। मैले वक गरेर यति धेरै लामो वक गरेँ अनि पचाएँ। अब चाहिँ म चिया र लड्डु खाँदैछु। माई फेभरेट। ओके रोनित, अनबक्सिङ गर्छु भाइ। अनबक्सिङ गर्नु छिया। अब भाइ चाहिँ अनबक्सिङ गर्छ। यसले चाहिँ खाएको छैन। लास्ट टाइम यसको भाग पनि मैले खाइदिएको थिएँ। यसले चाहिँ चाख्नु पाएको थिएन। सो हियर वी गो। मोतीचुरवाला लड्डु कस्तो मिठो छ कि यहाँको हेर्दै। ओ माई गड, म त जति दिए पनि खाइदिन्छु होला जस्तो छ। यस्तो सर खा त।
मुखमै पग्लिन्छ क्या यहाँको यस्तो दामी छ हेरे के गर्ने अब खाना टेस्ट गर्दा यस्तो मिठो छ है यु लाइक मिठ लाग्यो यस्तो पुरा के मुखमै मेल्ट हुने मेरो पाली लड्डु खाने मेरो पाली यो र चियाको कम्बिनेसन आई जस्ट लभ यहाँको 1 वर्षदेखि आई बिन क्रेभिङ यसको लागि क्या मिठो भयो अनि मैले यो बोटको एयरपोर्ट पनि किनेँ आज मेरो लागि फर्स्ट टाइम किनेँ होला है मैले एयरपोर्ट अब यो चाहिँ भाइले पनि एउटा किन्यो हामी सेम सेम किनेको उसको चाहिँ अनबक्सिङ भइसक्यो मेरो चाहिँ अनबक्सिङ होला बाँकी छ म चाहिँ गर्दिनँ यो तैँले खोल्दै त खोल्दा ल है अब चाहिँ खोल्नु लाग्यो कस्तो रहेछ के स्क्वायरमा हो के डु वाट फ्लोट्स यर बोट रे कस्तो रहेछ खोल निकाल्नु मैले एक हातले खिचिरहेको छु कि मेरो चाहिँ किन कस्तो घिनलाग्दो प्याक गरे किन तेरो राम्रो थिएन अनि उसले निकालेको थियो नि है देखा त कहाँ हो उसको ओए यो त ओए कस्तो हेर अहिले नरिसुरा हेर अहिले दे ओए हो त्यो मेरो रिस नउठायो अहिले ले छिरो छ्या रोनी त्यहाँ घिनलाग्दो दे यो त कस्तो यो केटीहरूको डायमन्ड रिङ जस्तो रहेछ सुहाउँदैन होस् नसा कहिले नसुनेको नसुहाउने चिज पनि हेर्नुपर्छ खोइ राम्रो छ त मलाई दिदीले राम्रो लाग्यो भइसक्यो त यार कस्तो न म कहिले दिदीले यस्तो राम्रो चिज लिँदाखेरि तँलाई किन त्यस्तो हो नि तैँले कतिवटा 3टा कि 4टा एयरपोर्ट के भन्छ फेरिसक्यो मेरो लाइफमा फर्स्ट टाइम हो यो एयरपोर्ट जहिले नेटको जहिले पनि उसले झ्याप हाल्छ अझै नै कि कस्तो छ भन के थाहा त मलाई यस्तो भित्र कस्तो हुन्छ मलाई थाहा हुन्छ अब अघि नै बक्सा चुज गरेर गरिसकेँ मैले त्यही पसलमै डिल गरेर आइसकेँ म अहिलेको पख न म उयो गर्छु के खोइ बजान कहिले गऱ्यो नरु भयो भयो छोड्छ कहिले दिदीले कहिले रिस नहुँदाखेरि नि त अहिले कुरा खान्छस् गुड मर्निङ गाइज आज डे 2 अब चाहिँ ब्रेकफास्ट गर्न लागेको होटलमा नै रोनी छ यहाँ ब्रेड खा न अनि यहाँ चाहिँ रोनीले चाहिँ ब्रेकफास्ट बनाएर यस्तो ज्ञानी भाइ छ मेरो नटेला र चिज चिया खानु मलाई रहेछ बाहिर जानु अल्छी लागेको अब यो खाने अनि आजको प्लान हाम्रो के छ अर्को होटलमा चेकइन गर्ने भनेर प्लान छ यहाँको अलिक मन नपरेर अर्को एउटा राम्रोवाला होटल भएको छ उतापट्टि त्यहाँ जान्छ होला सायद अनि हस्पिटल जानु छ त्यहाँ चाहिँ यहाँ दिदीलाई नदिकन पहिला आफू नै गुवाममा खाएको यस्तो छ नुन छ यसलाई गफमा चाहिँ कसैले टप्न सक्दैन अब चाहिँ हामी ब्रेकफास्ट इन्जोय गर्छु एकछिनमा फेरि भेटौँला गुड मर्निङ भन्नु है गाइस यो चाहिँ रोनीको स्पेसल डिस आफै बनाएर बिहान ब्रेड अनि चिजको स्लाइस अनि त्यसपछि लेज ये गया पुमे गुआम जस्तो नचाहिने चिजहरू बनाएर बसेर खान्छ अनि त्यसपछि कहाँ जान्छ टोइलेट गएको गाई स्टपै हुँदैन मेरो अलिकति भोइस चाहिँ खरखर आइरहेछ अलिक एलर्जी भएर
अनि यहाँ चाहिँ म आइसकेको छु डिआइवाई मिस्टर डिआइवाई भन्ने पसलमा। यहाँ चाहिँ डिआइवाईको सामानहरू नै भेटाउँछ। यहाँ चाहिँ यस्तो दिमाग खराब हुनेवाला छ। यस्तो सामानहरू चाहिँ यहाँ टल्लै के जुलरी सुलरी हेयरब्यान्डहरू स्क्रन्चिज सबै यति धेरै भेराइटी छ कि दिमाग खराब हुनेवाला। पिक नै गर्न सक्दैन कि त्यो अलमलेर क्या। हेर्नु न फेरि अब अरूभन्दा नि अब यहाँ एउटा छ नि पछाडि डिफ्रेन्ट हुने खाले के सब त्यस्तो टाइपको नि यति धेरै छ। यु क्यान सी अब त दिमाग खराब हुन्छ। त्यो भएर लिनुभन्दा नलिनु न जाति छ। घुम्दैछु एकैछिन टाइम पासको लागि। पर्क छ ओ यो त कुम्भकर्णलाई ल्याएको जस्तो भयो त। भाइलाई यसरी अलिकति डिस्काउन्ट छु। रोनित यता हेर न। अनि आज केएफसी खाएर कस्तो लाग्यो त? यत्रो यसको त यत्रो यति धेरै त्यहाँको स्टाफले तर्सिने गरी आफ्नो बर्गर मात्रै नपुगेर मेरो बर्गर पनि खाएको खानालाई कपाल पनि राक्षस जस्तो राखेछ। ऊ अब त झन् डिमन ठ्याक्कै देखिरहेछ। यति धेरै खाएको यसले होइन त्यहाँको मान्छे नै तर्सेको यस्तो वियर्ड लुक्सले हेरिरहेको थियो। मलाई वेट घटिसक्यो भाइ। म त वेट घटिसक्यो। यसँग जिस्किन चाहिँ यस बच्चै बेला देखिन्छ। अझै पनि यहाँ लड्डु लिएको छ कि भाइले। उयो लड्डु लिएको छ खान्छु भनेर। दुईवटा अझ मैले चाहिँ एउटा मात्रै लिउँ भनेको होइन दुईवटा लिने एउटाले पुग्दैन भनेर दुईवटा लिनु लगाएको छ। लड्डु र चिया खानुपर्छ भनेर अझै पनि खानालाई हेरिरहेछ यो मान्छे। अझै 8 रुपियाँ के भन्दै त्यहाँ अझै पनि ठेक्कामा के ठेक्का होइन ठेलामा धरी पनि छोडेको छैन यो मान्छेले। खालि खानामा मात्रै ध्यान छ अझ यसको फेभरेट पनिर बटर मसला पाएको छैन यसले। पनिर बटर मसला पायो भने त सक्यो रोनी सक्यो।